हेलो नमस्ते। सबजना सन्चै आरामै हुनुहुन्छ होला। म नि एकदमै ठिक छु र धेरै पछाडि एउटा इन्फर्मेटिभ भिडियो प्लस भ्लगिङ जस्तै गरेर एउटा भिडियो लिएर आएको छु र राइट नाउ चाहिँ म सुरुमा आएको युनिभर्सिटी भन्दा पनि ट्रान्सफर गरेर आएको चाहिँ कलेजमा कम्युनिटी कलेजमा छु राइट नाउ। अनि मलाई धेरैजनाहरूले कमेन्ट गरेर धेरैजनाहरूले चाहिँ मेसेज गरेर चाहिँ मलाई सोधिरहनु भएको हुन्छ क्या, म अब युनिभर्सिटीमा 1 सेमिस्टर पढे पछाडि मैले चाहिँ कति ग्रेड आयो भने चाहिँ मैले ट्रान्सफर गर्न मिल्छ अथवा ट्रान्सफर गर्न मिल्दैन कि मैले 2 सेमिस्टर नै पढ्नुपर्छ कि भन्ने कुराहरू मलाई सोधिरहनु भएको हुन्छ क्या धेरैजनाले। अनि अहिले चाहिँ म सिधै युनिभर्सिटीबाट कम्युनिटी कलेज ट्रान्सफर भइसक्यो भन्दा पछाडि बनाएको भिडियो हो। सो यसले गर्दाखेरि तपाईँहरूलाई पनि सजिलो हुन्छ कि ट्रान्सफर गर्न मिल्छ या मिल्दैन भन्ने कुराहरू। र मेन कुरा भनेको चाहिँ तपाईँहरूलाई कतिजनाले सोद्धाखेरि चाहिँ मलाई मेरो कति ग्रेड आयो भनेदेखि चाहिँ म एउटा युनिभर्सिटीबाट चाहिँ म कम्युनिटी कलेज ट्रान्सफर गर्न सक्छु भनेर सोधिरहनु भएको हुन्छ। र मैले कतिजना साथीहरू पनि देखेको छु युनिभर्सिटीबाट कम ग्रेड आयो पनि कम्युनिटी कलेजमा ट्रान्सफर हुनुभएको। सो यसले गर्दाखेरि ग्रेडले त्यति धेरै एफेक्ट गर्दैन, तर तपाईँले क्रेडिट स्कोर भन्दा पनि क्रेडिट मेन्टेन गर्नुपर्ने हुन्छ एउटा भनेको। अर्को भनेको अब मिनिमम एउटा एभरेज ग्रेड चाहिँ चाहिन्छ स्पेसिफिक सबैमा। र ट्रान्सफर हुनको लागि चाहिँ ओभरअल मिनिमम ग्रेड भनेको तपाईँको 1.5 ग्रेड चाहिँ हुनैपर्छ युनिभर्सिटीबाट कम्युनिटी कलेजमा तपाईँले ट्रान्सफर हुने टाइम पिरियडमा होइन। सो यति भइसक्यो भन्दा पछाडि चाहिँ अनि अब कम्युनिटी कलेजमा गए पछाडि आफैले ग्रेड मेन्टेन गर्ने इन्क्रिज गर्ने सबै कुराहरू त्यसैमा हुन्छ। सो अब त्यस पछाडि मलाई धेरै सोधिरहनु भएको हुन्छ कि क्वेसनहरू, र बिचमा मैले भिडियोहरू बनाउनु पनि पाइरहेको थिइनँ। त्यसले गर्दाखेरि अहिले एक्कासी म कलेजमै बसेर चाहिँ एउटा भिडियो बनाउँछु भनेर तपाईँलाई भिडियो पनि बनाइरहेको छु होइन। अनि अर्को ग्रुपले मलाई के सोध्नु भएको थियो भन्दाखेरि चाहिँ अहिले युनिभर्सिटीहरूमा भिसा रेट पनि कम भइरहेछ अरे, युनिभर्सिटीतिर पनि अन क्याम्पस पाउनु पनि गाह्रो भइरहेछ अरे हो भन्ने सोधिरहनु भएको हुन्छ। त्यो चाहिँ अब युनिभर्सिटीमा इन्टरनेसनल स्टुडेन्ट चाहिँ कतिको ट्रान्सफर भएर अथवा कतिको चाहिँ इन्टरनेसनल स्टुडेन्टहरू आएको छ त्यसैको आधारमा चाहिँ अब अन क्याम्पस पाउने नपाउने भन्ने हुन्छ होइन। अब धेरै स्टुडेन्ट जाने युनिभर्सिटी जस्तो साउथर्न इलिनोइज युनिभर्सिटीको कम्पेयर गर्ने हो। त्यस्तै गरी अब राइट स्टेट युनिभर्सिटी अनि यता 2-3वटा युनिभर्सिटी तिनीहरूको कम्पेरिजनमा चाहिँ साउथर्न इलिनोइज युनिभर्सिटी चाहिँ एकदमै धेरै इन्टरनेसनल स्टुडेन्ट आउने। मेरो पालोमा पनि 200+ नेपाली स्टुडेन्ट आएको कारणले गर्दाखेरि त्यहाँनिर इम्प्लोइमेन्ट पाउन अन क्याम्पस पाउन एकदम गाह्रो भएको थियो, पछि पाइन्छ होइन। त्यो एउटा स्पेसिफिक हुन्छ। तर अब अहिलेको जुन स्ट्रिममा भएको स्टुडेन्टहरूले पाइरहेको छ धमाधम, किनभने अहिले म्याक्सिमम् स्टुडेन्टहरू ट्रान्सफर भएर गइसकेको छ। यसको मतलब के हुन्छ भन्दा जहाँनिर धेरै इन्टरनेसनल स्टुडेन्ट आउँछ होइन त्यहाँनिर अलिकता कम पाउनलाई अलिकता कामहरू पाउनको लागि चाहिँ कम पोसिबिलिटी हुन्छ, तर पाउन चाहिँ पाइन्छ। अब बाहिर काम गर्ने कुरा त अब अहिलेको ट्रम्प आइसक्यो भन्दा पछाडि केही कुराहरू हामीले त्यो बारेमा भन्न पनि मिल्दैन र काम गर्न पनि पाइँदैन भन्ने सबैलाई थाहा छँदैछ होइन। अनि भिसा रेटको कन्डिसनमा मलाई जहाँसम्म लाग्छ अहिलेको त्यस्तो भिसा रेट घटेको छैन, भिसा रेटमा प्रब्लमै भइरहेन। किनभने तिमीहरू अथवा स्टुडेन्टहरू लिगल्ली आउँछु भन्ने चाहन्छ भनेदेखि लिगल्ली आउन पाइन्छ, त्यसमा भिसा रेटको केही प्रब्लम नै हुँदैन क्या होइन। भिसा रेटले कुनै त्यस्तो अहिलेसम्म घटेको जस्तो मलाई लाग्दैन। तपाईँले इन्टरभ्यू ट्राई गर्दा हुन्छ, तर त्यही हो अब 1 सेमिस्टर 2 सेमिस्टर चाहिँ प्यारेन्ट्सले घरबाट चाहिँ ह्यान्डल गर्न सक्नुहुन्छ भने आउनु भनेर मैले अगाडि भिडियो बनाएको थिएँ। त्यसको मतलब आउँदैन आउनु भनेको पनि होइन। तपाईँहरूले अब कसरी लिनुहुन्छ, कुन वेमा लिनुहुन्छ त्यो आफ्नो वेमा छ। अब हामी कुरा गर्दैछौँ कि ट्रान्सफरकै कुराहरू गरिरहेको थियौँ। अनि ट्रान्सफर गर्ने बेलामा चाहिँ जस्तो हामीले पहिले युनिभर्सिटीहरूमा ट्रान्सफर गर्दाखेरि सेम प्रोसेस हो। अब कम्युनिटी कलेजमा पनि ट्रान्सफर गर्नको लागि चाहिँ यदि तपाईँहरूको सेमिस्टर सकिने 1 महिना लगभग बाँकी भइसक्यो भन्दा पछाडि अर्को युनिभर्सिटी अथवा कम्युनिटी कलेज एप्लाई गर्न सुरु गरिहाल्नुहोस्, किनभने एउटा ठाउँबाट अर्को ठाउँमा ट्रान्सफर गर्नको लागि धेरै झन्झट हुन्छ। सो यसले गर्दाखेरि ट्रान्सफरको प्रोसेस चाहिँ 1 मन्थ अलमोस्टमा स्टार्ट गऱ्यो भनेदेखि एभ्रिथिङ विल बी फाइन। कसरी भन्दाखेरि चाहिँ अब त्यसमा पनि के चाहिँ नयाँ चेन्ज गर्नुपर्छ भन्दाखेरि कम्युनिटी कलेजमा ट्रान्सफर गर्दाखेरि चाहिँ तपाईँले चेन्ज गर्नुपर्ने भनेको एउटा नयाँ ब्याङ्क ब्यालेन्स बनाउनु पर्ने हुन्छ, ब्याङ्क ब्यालेन्स सर्टिफिकेट नयाँ चाहिन्छ। अरू भनेको सबै त्यही हो, अब कलेजको युनिभर्सिटीको चाहिँ सर्टिफिकेटहरू चाहियो। अनि त्यस पछाडि ब्याङ्क ब्यालेन्सको कन्डिसनमा नयाँ बनाइसक्यो भने पछाडि एप्लाई गर्नलाई प्रब्लम हुँदैन। कुनै पनि वेबसाइटमा जाने, कुन कलेजमा एप्लाई गर्न चाहनुहुन्छ त्यो कलेजको वेबसाइटमा जाने, त्यहाँ गएर एप्लाई गर्ने। नयाँ अब एउटा युजर अथवा एउटा के भन्छ भने एकाउन्ट नयाँ क्रिएट गर्नुपर्छ। एकाउन्ट नयाँ क्रिएट गरिसक्यो भने पछाडि त्यही प्रोसेसमा एप्लाई गर्ने, मेलहरू पठाउने, मेलबाटै आफ्नो डकुमेन्टहरू हाल्ने, त्यो थ्रुमा अनि आफ्नो I-20हरू मगाउने, त्यत्तिकै प्रोसेसहरू त्यस्तै हुन्छ। एक्सेप्टेन्स आइसक्यो भन्दा पछाडि तपाईँ ट्रान्सफर गरेर जान सक्नुहुन्छ होइन। अनि अब अहिलेको कन्डिसनमा अब एउटा कन्डिसन मैले भन्दै गएँ होइन, ट्रान्सफरको कुरा मैले भनेँ, ग्रेड कति चाहिन्छ त्यो कुराहरू पनि भएँ। फेल भएँ दाइ म चाहिँ अब ट्रान्सफर गर्न मिल्दैन हो भनेर सोध्दा त्यस्तो हुँदैन। तपाईँहरू फेलै भयो भने सब्जेक्ट नै लायो भने ट्रान्सफर गर्न मिल्छ, तर त्यसभन्दा पछाडि चाहिँ तपाईँहरूले क्रेडिट चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ। कति क्रेडिट आवर मेन्टेन गर्नुपर्ने हो त्यो चाहिँ मेन्टेन गर्नुपर्छ, आफ्नो टाइमहरू चाहिँ मेन्टेन गर्नुपर्छ। पछि त्योभन्दा पछाडि चाहिँ कम्युनिटी कलेजमा सधैँ बिगारिरहनु चाहिँ मिल्दैन। आफ्नो भिसा स्ट्याटस F1 भिसा स्ट्याटस नै मेन्टेन नहुन सक्छ त्यो भयो भने। तर फर्स्ट सेमिस्टर बिग्रियो भने सेकेन्ड सेमिस्टर चाहिँ
ट्रान्सफरै गर्न नमिल्ने हो भन्ने चाहिँ हुँदैन है, ट्रान्सफर मजाले गर्न मिल्छ। अनि अर्को कन्डिसन अब के छ त भन्दाखेरि चाहिँ लाइक अब युएसएमा अहिले के छ त कस्तो छ त, ट्रम्प आए पछाडि धेरै गाह्रो भइरहेको हो त भन्ने कुरा हुन्छ। समावाले गाह्रो पनि भइरहेछ स्टुडेन्टहरूलाई चाहिँ, स्टुडेन्टको केसमा गाह्रो पनि भइरहेछ। अब आए पछाडि त्यही त हो, काम सबैलाई चाहिन्छ। युनिभर्सिटीको सेकेन्ड सेमिस्टरदेखि फी तिर्ने कुराले गर्दाखेरि त काम चाहिन्छ, अन क्याम्पस गर्दा मात्र पुग्दैन। सो त्यसले गर्दाखेरि कामहरू चाहिने हो, त्यो चाहिन्छ भने एक हिसाबले। र लाइक अब मैले युएसए आउँदैन आउनु भनेको छैन, तपाईँहरू आफ्नो इच्छा हो, आउन पाइन्छ होइन। तर अरू कन्ट्रीहरू जाँदा पनि हुन्छ भनेर अगाडि भिडियो बनाएको थिएँ। अहिलेको कन्डिसनमा अब तपाईँहरूको आफ्नो चोइस हो, युएसए आउनुपर्छ म भन्दिनँ होइन, अरू कन्ट्री जाँदा पनि हुन्छ, आफ्नो आफ्नो चोइस हो होइन। र अब ट्रान्सफर भइसक्यो भन्दा पछाडि चाहिँ अब 2 इयर्स कम्युनिटी कलेज पढे पछाडि फेरि युनिभर्सिटी ट्रान्सफर हुनुपर्छ। युनिभर्सिटी ट्रान्सफर अब लास्टचोटि युनिभर्सिटी ट्रान्सफर हुने बेलामा चाहिँ आफ्नो क्रेडिट स्कोरहरू, अथवा क्रेडिट स्कोर भन्दा पनि क्रेडिट आवरहरू, आफ्नो क्रेडिटहरू, F1 भिसा स्टार्ट चाहिँ सबै मेन्टेन चाहिँ गरेको हुनुपर्छ। सो यसले गर्दाखेरि चाहिँ तपाईँ पछि ग्रेजुएट हुने बेलामा पनि सजिलो हुन्छ। अगाडि नै डिटरमाइन गर्नुहोस् कि फर्स्ट सेमिस्टरबाट नै तपाईँले ट्रान्सफर हुनुभन्दा अगाडि नै एउटा कुरा चाहिँ के डिटरमाइन गर्नु, तपाईँ कुन मेजर लिने हो त्यही अनुसारको चाहिँ मेजर लिइहाल्नुहोस् अगाडि नै होइन। लाइक अब तपाईँहरू चाहिँ उताबाट केमिस्ट्रीमा आएको छु, अब म बायोलोजी लिन्छु भने बायोलोजी चेन्ज गरिहाल्नु सुरुमै, कलेज लाग्नुभन्दा अगाडि नै फर्स्ट सेमिस्टरमा आउने बेलामा। अब लाइक इन्जिनियरिङ ल्याएको छु, म बायोलोजी लिन्छु अथवा सिभिल लिन्छु अथवा अरू लिन्छु भन्नु चेन्ज गरिहाल्नुहोस् अगाडि नै। चेन्ज गरे पछाडि त्यस पछाडि तपाईँलाई सजिलो हुन्छ होइन। त्यही अनुसार चाहिँ फलो गर्दै गइसक्यो भन्दा पछाडि आफूलाई पनि सजिलो हुन्छ, त्यही अनुसारको क्रेडिट आवरहरू पनि मेन्टेन हुन्छ। सो यसले भइसक्यो भन्दा पछाडि तपाईँहरू चाँडो ग्रेजुएसन हुने पनि लाइक सजिलो हुन्छ होइन। अनि अब त्यही हो, मैले भिडियोहरू बनाइरहेको हुन्छु, इन्फर्मेटिभ भिडियोहरू। तपाईँलाई कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला। म अहिले चाहिँ कम्युनिटी कलेज लाइब्रेरीमा छु, कलेजको लाइब्रेरीमै बसेर एउटा भिडियो बनाउँछु भनेर चाहिँ बनाइरहेको थिएँ होइन। अनि त्यही हो गाइज होइन। अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ यो भिडियोहरू, राम्रो लाग्छ भने लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला। अनि लाइक कस्तो लाग्छ, अब अरू कस्तो कस्तो खालको भिडियोहरू ल्याउनु, कस्तो कुनै डाउट भयो भनेदेखि मलाई पर्सनली मेसेज गर्दा पनि हुन्छ। मैले फेसबुकको लिङ्क, इन्स्टाग्रामको लिङ्क त्यहाँ हालिदिएको छु, प्लस कमेन्टहरू गरेर पनि भन्न सक्नुहुन्छ मलाई होइन। अनि त्यो हो, अब अरू तपाईँहरूलाई अलिकति रिलेटेड भन्नुपर्ने कुराहरू भन्दाखेरि चाहिँ आउँदै नआउनु भनेको छैन, आउनुहोस्, आफ्नो चोइस हो। तर 1 सेमिस्टर त पैसा हाल्नै पर्छ नेपालबाट, र सेकेन्ड सेमिस्टरको लागि पनि तपाईँले हाल्नै पर्ने कन्डिसन छ अहिलेको अवस्थामा। किनभने काम गर्न बाहिर नपाइसक्यो भन्दा पछाडि टाइट साइड गरिदिइरहेछ। सो यसले गर्दाखेरि चाहिँ एकदमै अलिकता याद गरेर आउनुहोस्। अनि जसले अब भिसा इन्टरभ्यू दिँदै हुनुहुन्छ सबैलाई बेस्ट अफ लक। प्लस जसको भिसा लागिसकेको छ आउँदाखेरि चाहिँ आफ्नो ब्याङ्क ब्यालेन्स सर्टिफिकेटहरू चाहिँ अब कसरी ल्याउनुहुन्छ होइन। लाइक ब्याङ्क ब्यालेन्स सर्टिफिकेट लिएर आउँदै हुनुहुन्छ भने आफ्नो ब्याङ्कमा भएको कति US डलर चाहिँ तपाईँले ब्याङ्क ब्यालेन्स सर्टिफिकेटमा देखाउनु भएको छ, त्यो चाहिँ आफै US भित्र छिर्नुभन्दा अगाडि नै ननिकाल्नु होला। छिरिसक्यो भन्दा पछाडि तपाईँ 1-2 दिन यहाँ बसे पछाडि मात्र पैसा निकाल्नु, किनभने तपाईँलाई इमिग्रेसनमा चेक गर्दा तपाईँको एकाउन्टहरू सो गर भनेर देखाउँदा त्यहाँ पैसा भएन भनेदेखि तपाईँलाई डिपोर्ट गर्ने चान्स पनि हुन्छ। कि ब्याङ्क ब्यालेन्स सर्टिफिकेट पनि नबोकी आउनुहोस्, यदि लिएरै आउनुभयो भने पनि आफ्नो ब्याङ्कमा भएको पैसा कति छ त्यो चाहिँ राखेरै आउनुहोस्। यहाँ आइसक्यो भन्दा पछाडि चाहिँ त्यसलाई विथड्र गर्न मिल्यो है त। अनि अरू भनेको त्यस्तै छ गाइज होइन, धेरै गफ छाडेर पनि के गर्नु हो। र त्यही पनि तपाईँलाई चाहिँ एउटा इन्फर्मेसन भिडियोहरू दिउँ, त्यति भए पछाडि तपाईँहरूलाई पनि सजिलो हुन्छ होइन, हेल्पफुल हुन्छ होइन। लाइक धेरै कुराहरू बुझिन्छ, डाउट भइरहेको हुन्छ, डाउट भयो भनेदेखि क्लियर आउट गर्न सकिन्छ भनेर तपाईँलाई यो भिडियो बनाएर हो। 1-2 हप्तामा मैले भिडियोहरू बनाएर हुन्छु होइन। म हराइ चाहिँ हालेको छैन होइन, भिडियो बनाउन अलिकति टाइम नभएर मात्र हो। त्यही हो, अन क्याम्पस एप्लाई गर्नको लागि पनि नेपालबाटै एप्लाई गर्नु, आफू अब भिसा लागिसक्यो भन्दा पछाडि युनिभर्सिटीमा अन क्याम्पसहरू एप्लाई गर्नु। सो यसले गर्दाखेरि तपाईँलाई पनि सजिलो हुन्छ। त्यही हो, एभ्रीवान सबैलाई बेस्ट अफ लक। जसको लाइक भिसा इन्टरभ्यूको लागि रेडी भएर बस्नु भएको छ, जसको भिसा लागिसकेको छ, वेलकम टु द USA त्यही भन्छु म होइन। अनि अब अरू त के भन्नु, अब इन्फर्मेटिभ भिडियोहरू म ल्याइरहन्छु। कस्तो लाग्छ तपाईँलाई भिडियोहरू, त्यही हो, तपाईँहरूले साथ सहयोग सपोर्ट गर्दै जानुहोस्, कमेन्ट गर्दै जानुहोस्, त्यही अनुसारको म भिडियोहरू बनाइरहन्छु होइन। अनि त्यही हो, आजलाई यति नै, धेरै के गर्नु कुराहरू होइन। तर भन्न खोजेको चाहिँ लाइक आफूलाई चाहिँ अलिकति अब भिसा इन्टरभ्यू दिने केसमा मलाई अर्को एउटा क्वेसन पनि के सोध्नु भएको थियो भन्दाखेरि चाहिँ तपाईँको भिसा इन्टरभ्यूमा के क्वेसन सोधेको थियो, कसरी भिसा लाग्यो भन्ने कुराहरू सोध्नु भएको थियो। लाइक म चाहिँ 2023 पास आउट थिएँ, मेरो मेजर त्यो बेलामा बिजनेस थियो, यहाँ युनिभर्सिटीमा पनि बिजनेस नै लिएर आएको, पछि आएर मैले चेन्ज गरेँ। सुरुमा मेरो भिसा इन्टरभ्यू दिने बेलामा मलाई बाल्ड भियो परेको थियो, तक्लु थियो, त्यसले त्यस्तो धेरै क्वेसन पनि मलाई सोधेन होइन। वारे स्पोन्सर भनेको थियो, माई प्यारेन्ट्स आर माई स्पोन्सर भनेर भने मैले वाट इज योर GPA अन योर हाई स्कुल भनेको थियो, मैले 3.7 भनेर भनेको थिएँ। त्यति नै हो कि 3.66 हो कि 3.7 कति थियो मैले त्यति नै भने। त्यति भने पछाडि अनि लाइक वाइ वान्ट टु गो अन द USA इन द USA भनेर सोध्दै थियो। अनि लाइक टु पर्स्यु माई फ्युचर, टु पर्स्यु माई एजुकेसन होइन। एउटा लाइक अब एउटा वेल नोन पिपुल वेल नोन प्रोफेसन होल्ड गर्नको लागि चाहिँ म यो चाहँदैछु भनेर पनि मैले भनेको थिएँ। अनि त्यसपछि आफ्नो एजुकेसन फिल्डमा चाहिँ राम्रो होस् भनेर चाहँदै थिएँ। अन्त किन नेपाल बस्न चाहँदैनस् भन्दै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ नेपालको एजुकेसन सिस्टम अलिकति प्रब्लम छ, यहाँको प्र्याक्टिकल छैन, लर्निङ मात्र छ भनेर मैले भनेको थिएँ। अनि त्यसपछि अकर्डिङ टु द बेसिस अफ योर GPA लाइक
आई वाज एक्सेप्टेड टु भिसा भनेर त्यो अनुसारले मलाई दिनु पनि भएको थियो होइन। थ्याङ्क यू। त्यो कन्डिसनले गर्दा आज यहाँ आएर म लाइक भिडियो बनाउनु पनि सकिरहेको छु। त्यही हो, त्यस्तो हात्तिन पर्दैन, चिलमा दिनुहोस्। भिसा इन्टरभ्यू पनि राम्ररी गर्छ, भिसा रेट राम्रो छ होइन। सबैलाई बेस्ट अफ लक। त्यही हो, मेरो त्यस्तो धेरै एक्सपिरियन्स पनि छैन र जे जस्तो भयो राम्रै भयो होइन। हात्तिन पर्दैन, मजाले गर्नुहोस्। सेभिङ्सको अमाउन्टहरू तिर्नुहोस् राम्ररी। भिसा दिन जानुभन्दा 1-2 विक्स अगाडि नै तिर्नुहोस्। सो बिजनेस 1-2 दिन बिजनेस डेजभन्दा अगाडि नै तिरिसक्नुपर्छ क्या। कहिले काहीँ प्रब्लम भइसकेको छ। मैले चाहिँ भिसा इन्टरभ्यू दिन जाने अघिल्लो दिनमा पैसा तिरेको, सेभिज मेरो भिसा इन्टरभ्यू दिने बेलासम्म पनि एक्सेप्टेड भइसकेको छैन। तैँले केही प्रब्लम भएन, तर त्यो मिलिहाल्छ। त्यही गाइज, च्यानल भन्नु हुन्छ भने लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला। यस्तै भिडियो म लिएर आइरहेको छु। आजको लागि यति नै। आफ्नो केयर गर्नुहोस्। एभ्री वान बेस्ट अफ लक। है त।